रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनवाई स्थगित। नक्खु कारागारबाट रविको 4 बुँदे सन्देश। अघिल्लो सरकारले प्रतिशोधमा लगाएको मुद्दा अहिलेकोले के गर्छ? नयाँ दल दर्ता गर्दै रेशम चौधरीले भने नेपालको राजनीति धुमिल भयो, देश जोगाउन नयाँ दल दर्ता गर्यो। टिभी हेर्नु हेर नत्र बन्द गर्दै म त सुत्न गएको लास्टै निन्द्रा लाग्यो अर्थ बस पुरा जानु लास्टै निन्द्रा लाग्यो। यो त छोराको रिजल्ट जस्तो छ त। यहाँ कसरी आएछ यो रिजल्ट सिरियलमा? सबैमा फेल भएको त यो त। पहिला सबैमा पास गर्दै A+ ल्याउँदै अहिले त के हो त यसको? ल हेर हेर यसको गति। नेपालमा डी, इंग्लिश में ई, मैथ में फेल। इसका बाद मुन्टिहाल्छ। यसको के भयो? पहिला त राम्रै थियो त पढाइमा। यसले त पहिला के विधि बिग्रिनु थालेको यो? यी सरहरूले चेक गर्नलाई मिस्टेक गरिहाल्छ के हो यो? म त पुरै बुझ्न सक्दिनँ त हौ। एकचोटि रामपियारलाई देखाउनु पर्यो अनि भक्कु गाली गर्नु पर्यो। अब मलाई लास्टै बिग्रिन थाल्छ आजभोलि, त्यही गर्नु पर्यो अब। रामप्यारी हजुर, यहाँ त तेरो छोराको चर्ती कला हैन बस दाफु सेरीकी छोरी होइन बुढा किन कराउनु भएको? भुवनले के बिगारेर? यहाँ तेरो छोराको रिजल्ट ल पढेर हेर के छ। के हो बुढा, यो त सबैमा फेल छ त, एउटैमा पास छैन त। पहिला त यसको त राम्रो थियो पढाइ, अहिले त के हो यो त बिग्रेछ यार। पक्कै पनि त्यसलाई केही भाकै हुनुपर्छ, नत्र त्यसले पहिला यस्तो गर्दैन थियो। कि यसलाई केही भएको छ त्यसले? एकचोटि घर आओस् न। होइन अहिले बाहिर छ होला होइन, बाहिर गएको छ त्यो अहिले। त्यो घर आओस् न अनि त्यसलाई सोध्नुपर्छ अनि बुझ्नुपर्छ, त्यसलाई हात पक्राइ दिनुपर्छ। ओ यहाँ त पल्लो घर सिधैले पनि टिकटक हालेछ। हो त। कहाँ थिस् त दिनभरि? अहिले आउँछ त्यो घर त। कहाँ थिस् है त दिन? ए बुवा म त्यो साथीकोमा थिएँ अघि, त्यसको काम थियो, होमवर्क गर्नुपर्ने थियो, त्यसैले गएको थिएँ। अनि त्यो त रिजल्ट पनि मैले देखेँ त अघि भर्खर। के हो तेरो पारा? र राम्ररी गाली सुनाएला के गाली गर्नु मन थियो? ओइ के हो तेरो भुवन पारा हाने? पहिला त राम्रो ल्याउँथिस्, अहिले त सबैमा फेल भएको थिस्। किन यस्तो त भन त, किन बिग्रेको यसरी? बरु केही भएको छ भने भन् बरु होइन। हामी बाबामा भएर बरु तँलाई केही अप्ठ्यारो परेछ भने बरु सघाइदिउँ न। हेर केटा के गाह्रो साह्रो के भएको छ बरु भनिहाल अहिले नै। तर आइन्दा यस्तो रिजल्ट मैले तेरो देखेँ भने नि तेरो फेरि मैले जान्छु, फेरि खुट्टा नभाँचिकन छोडिदिनु नि फेरि म तँलाई। तेरो हात खुट्टा भाँच्ने बेला भएको छ, अरू केही होइन। अलि होस गर्ने फेरि बाबु हो, फेरि तेरो म
यो अङ्कललाई त कहाँ देखेको जस्तो लाग्छ त। ए यो त भुवनको बाबा पो हो त। अङ्कल एकछिन पर्खिनुहोस्। बाबु भन त के भयो तँलाई? अङ्कल तपाईँ त भुवनको बाबा होइन र? भन अहिले को भुवन भनेको तैँले? को भन त बाबु को भुवन? ए अङ्कल खाएर आउनुभएको छ क्या? कस्तो आफ्नो छोरालाई नचिनेको। ए हो त है साँच्ची, मैले त बिर्सिरहेको। अब के गर्नु बाबु, त्यसकै लागि भनेर त्यसकै बिहानी बिहोराले गर्दाखेरि यस्तो खाएको, त्यसलाई नि बिर्सेछु। के काम थियो होला बाबु, चिन्नु गाह्रो हो नि। तिमी को हो? अङ्कल म राम हो कि, भुवनको साथी। भन कति जिबी ऱ्याम हो बाबु तिमी? ए अङ्कल पनि फट्टा गर्नुहुन्छ। मेरो नाम चाहिँ राम हो कि। ए बाबु राम पो? लु जिउ गरे जिउ गरे। ए अङ्कल म भगवान राम होइन कि, तपाईँहरू जस्तै मान्छे राम हो। ए बेकारमा यो बजियालाई जिउ गरिहालेछु नि म। जिउ फर्का ल तपाईँलाई नि दिउ। ओ भाग्य माने हुनु। अनि बाबु यो बुढोसँग के काम थियो त तेरो? ए अङ्कल त्यो भुवनको हालखबर के छ भनेर सोध्नलाई हो कि। ए मेरो छोरा भुवनको त के गर्नु, छोरा साह्रै बिजोग भएछ। हिँड्नु उता बाटो उतै बस्ने ठाउँ छ, त्यहाँ गएर म तँलाई सबै भन्छु। अङ्कल के गर्नुभएको? के गर्नुभएको? लड्नुभयो त? ए बाबु अलि यस्तो बढी भएछ के गर्नु अब, टेन्सन छ। पहिला म पनि खान्न थिएँ नि, यो छोराको टेन्सनले गर्दा त भइहाल्यो बाबु। ए अङ्कल के चाहिँ छ र हौ त्यस्तो टेन्सन? अब बाबु के चाहिँ टेन्सन छैन भन्नु बरु। तनाव छ, गोजीमा 2 रुपियाँ छैन। त्यही बिहान त्यसको भुवनकै आमाले 10 रुपियाँ दिएको थियो क्या अरे, त्यो पनि रक्सी खायो थियो 10 रुपियाँको। अनि 10 रुपियाँले मात्र नभएर बाटोमा हिँड्दै थिएँ, पैसा भेटिहाल्यो, 50 भेटेको त्यसको नि खाइदिने। अब त्यही माथि अझ छोरा एउटा भएको छोरो भुवन, त्यो पनि बिग्रेछ भनेर सुनेको थिएँ। अझ चुरो रक्सी खाएर सब खान थाल्छ। अब के गर्नु बाबु, त जस्तो छोरा भए पो साथी त रक्सी चुरो खानुहोस् के भने? खाँदिनँ नि अङ्कल म। ए खायो भने फेरि डुबाएर मारिदिइहाल्छु नि तँलाई। हो र अङ्कल, त्यसले त त्यस्तो पो खान थालेछ। टेन्सन नलिनु, अब म आइहालेँ नि, मैले सुधारिदिन्छु त्यसलाई। हो र बाबु, अहिले अरू यो मान्छे मलाई ठिक लाग्न थाल्यो। लु त्यसलाई सुधार्नु छ कि के भन्छ गरिहाल त। लु मलाई तनावै भइसक्यो यहाँ, तनाव छ। गोजीमा 2 रुपियाँ छैन। बरु तैँले मेरो छोरालाई सुधारिस् भने नि, तैँले जति भन्छस् त्यति दिउँला। बरु घर जग्गा बेचेर भयो नि दिउँला हो तँलाई। बरु यो सुधार्दे त छोरा। कतिदेखि बाँच्नेछु हौ, यो कपाल के झेवार जस्तो देख्छु त म त। क्या छेपारेको जस्तो भन्नुहुन्छ हौ अङ्कल यो कपाल? यो त आज भोलिको फेसन पो हो त। अनि तपाईँ किन टेन्सन गर्नुहुन्छ? म सुधारिदिइहाल्छु नि, पैसा किन दिनु परेन? त्यो त मेरो दाई जस्तै पो हो त। ल बाबु मन जितिस् है, मेरो मन जितिस् तैँले। ल त्यसलाई जसरी हुन्छ सुधार्दै त। अब आफ्नो दाइ भनिहालिस्। आँसु पनि आयो। अब चाहिँ 2टा छोरा जस्तो लाग्यो है मेरो। बाबु सुधार्दै है त्यसलाई, एउटा भएको छोरा ल अङ्कल, ल अङ्कल, अहिलेलाई म गएको। भरे भोलितिर अब घरतिर भेट्नुपर्छ। ओके डन बाबु डन। ल म पनि गएको। अब यो फेरि बुढीले मार्छ अहिले। ल बाबु राम्रोसँग जाऊ ल। ल ए यो त भुवनको घर हो त यार। अस्ति त्यसको बुवालाई पनि भेटेको थियो। ए गएर हेर्नु पर्यो के रहेछ, बुझ्नु पर्यो। ए बाबु राम पो आएको? नमस्ते अङ्कल, भुवन कहाँ छ? भुवनलाई भेट्न आएको थिएँ। ए भाग्यमान हुनु बाबु, आउनु भित्र आउनु। भुवन ती बसेर छ।
ए आउनु बाबु यहाँ बस्नु अब एकछिन बस ए होइन अङ्कल म त्यहाँ भुवनलाई भेटेर आउँछु त्यसमा काम पनि थियो धेरै भयो थियो नभेटेको पहिला म त्यसलाई भेटेर आउँछु नि त ए ल ल बाबु जाउँ न त भुवन त्यहीँ कोठामै छ के गर्दैछ बुझ न म पनि त्यो कोठामा धेरै भयो नगएको एक्लै के गर्दै बस्छ कुनै एकचोटि गएर बुझ न जो के गर्दैछ होइन ओ भुवन ओए भुवन ओए ढोका खोल को म हौ राम खोल्नु ढोका को राम हो त फेरि चिनिलो नि मैले को राम भने म हौ राम तेरो त्यो सानैदेखिको साथी के लङ्गोटिया यार पहिला पहिला हामी सँगै जाँदै गर्थ्यौँ माछा मार्नलाई बिर्सिस ए साले त राम पो होस् आइज आइज ढोका खुल्लेछ अलिक बेसरी ढोका लिएर आइज न खुल्छ ढोका अन्त मलाई बिस्तारै ढकाल भने कस्तो ढकालेर आएको फेरि ढोके भाँच्दै के हो बिस्तारै ढकाल राख्नु सक्दिनस् होइन के हो तेरो ढोका यो यार अलिकति हान्ने बित्तिकै फुत्तै गयो त अहिले तेरो यो ढोका मरम्मत गर्ने बेला भएछ बेसी कराउँदो रहेछ हामीले गर्दाखेरि खुल्छ त तेरो हातै मुला लोदेर रहेछ अनि के को खुल्छ त अनि आइज बस अनि तपाईँ के हो हग्न बस्छ जस्तरी बसेको फेरि टुक्रुक्क बस्न राम्रोसँगले ए हस् 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 हस्। राम 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 यसको हालत चुरोट खाछ त्यस्तै रक्सी खाछ त्यस्तै भन के काम लाइस ए मुला तँलाई त धेरै दिन भयो नदेखेको पनि के हो रुम्दै बाहिर पनि निक्लिँदैन जस्तो अनि के छ त तेरो हाल खबर यार धेरै दिन भयो तँलाई नभेटेको पनि अब आँखा हेर्न थाहा पाइहालिस् के छ भनेर हालखबर मेरो यस्तै छ केटा हो मेरो घरमै अब के गर्नु 21 वर्ष पुगिसके बेरोजगारको बेरोजगार भयो घरबाट नि खिचखिच खिचखिच पैसा छ भने छोरा पैसा छैन भने के म त तनावमा पो छु त यार त्यही तनाव भुलाउनको लागि हो यार के गर्नु तनाव भुलाउनु त चाहिहाल्यो अब एक्लोपनमा साथी त चाहिहाल्यो कोही न कोही त यही हो मेरो साथी यार अनि भन तेरो चाहिँ कस्तो छ मेरो त ठिक छ अनि तेरो चाहिँ के हो पारा यत्रो 21 वर्ष पुगिसक्यो यसो कामसाम खोजेर काम गर्दा हुँदैन अस्ति तेरो बुवाले पनि भन्दै हुनुहुन्थ्यो मलाई छोरो बिग्रियो काम गरेन अनि यस्तै हो तेरो पारा म त ठिक भनिस् तैँले तर के गर्ने यार घर बाहिर निस्किनु मनै लाग्न छोड्यो आज भोलि त खालि कोठाको कोठै हुने भए यसो झ्याउ लागेको बेला गीत सुन्यो बस्यो गायो त्यही छ यार मेरो पारा त बाहिर जाउँ भने छिमेकीहरू गाली गर्छन् त्यस्तै गजेडी आयो क्याट आयो भनेर कराउँछ कि त्यस्तै त्यही कारणले हो यार म जान्थेँ बाहिर त्यही कारणले हो क्या ए हिँड्न मुला नत्र मसँग एउटा युट्युब च्यानल छ त्यसमा मिलेर हामी भिडियो बनाउनु पर्छ के त भाइरल पो भइहालिन्छ कि भाइरल भयो भने त मालामाल हुन्छ त केटा अनि तसँग एउटा क्यामेरा पनि छ क्यारे त्यसैले बनाउनु पर्छ भिडियो त्यस्तो है भिडियो बनाउँदा त्यस्तो भाइरल हुन्छ नि बनाऊँ न त नत्र हामी अनि के त पछि मालामाल अनि फेमस पनि हुन्छ कि फेमस भयो भने त फेरि मालामाल पनि त्यस्तै हो नि त फेरि नत्र बनाऊँ न त मेरो क्यामेरा यतै कता होला म खोज्छु होइन निकाल्छु अनि बनाउनु पर्छ भोलिदेखि त मसँग भिडियो बनाउँछस् भने मेरो एउटा सर्ट छ है त्यो चाहिँ तैँले मैले भने मान्नुपर्छ फेरि के सर्ट हो तेरो
भिडियो बनाउन भन्छु मानिकै छु त म के को सर्त फेरि मेरो सर्त केही छैन हेर, यदि त मसँग भिडियो नै बनाउँछस् भने तैँले जाग रक्सी चुरोट अनि यस्तै गलत गलत बाटो तैँले अप्नाउनु भएन। त्यति नै हो मेरो भनाइ। न त तेरो सर्त पनि ठिकै हो, तर म छोड्न चाहिँ छोड्छु, तर म एक्कासी छोड्न चाहिँ सक्दिनँ। बिस्तारै बिस्तारै गरेर चाहिँ छोडौँ न होइन, छोड्नलाई एकैचोटि छोड्नै सक्दिनँ के गर्नु, मनले छोडेर पनि के गर्नु, शरीरले मागिहाल्छ। अब यो फेरि खाँदा खाँदा लट बसिसकेको छ क्या फेरि यस्तो एकैचोटि छोड्यो भने आफैलाई गाह्रो पर्छ हेर केटा। म छोड्न छोड्छु तर बिस्तारै बिस्तारै छोड्छु नि त म। ए ल ल बिस्तारै भए पनि छोड्न चाहिँ छोड्ने फेरि। मलाई टेन्सन नलिन, यो जाबती ल छोडिदिएको ल, अब कहिले काहीँ मात्रै हो। अनि सुन्न, भिडियोको लागि त्यो क्यामेरा चाहिँ के अरे दिदीको छोरा आउनु भएको क्या मेरो, अनि उसलाई नै म भनिदिन्छु नि क्यामेरा लाउनु भनेर। ओ भाइ हजुर दाइ। क्यामेरा लिएर आइज है, त्यहाँ राखेको छु मैले त्यहाँ दराजमा होला। ल ल दराजमै छ होइन, म लिएर आउँछु। ए लिनु दाइ क्यामेरा। दाइले दिएन अघिको दाइले। ल जा त अब बाहिर, तेरो काम छैन, जा ढोका लगाइदे है।